हेलो भेरी गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो मेहन्दी लाउने प्रोग्राम हुँदैछ यहाँ हैन। अब हुन त खास मेहन्दी भोलि हो। भोलि चाहिँ हाम्रो सेड्युल एकदम टाइट भएको भएर हामीले चाहिँ अब बेहुलीले भोलि लाउँछ मेहन्दी, गेस्टहरूले पनि भोलि लाउँछ। तर एक दुईजना हामी घरमा भएको मान्छेहरूले चाहिँ आजै मेहन्दी लाएर यो काम चाहिँ सिद्ध्याउने सोचेर चाहिँ हामीले मेकअप के अरे मेहन्दी आर्टिस्टलाई घरमै बोलाछौँ। सो अब हामीले यहाँ मेहन्दी लाउने कार्यक्रम हुँदैछ। फर्स्ट स्टार्टिङ मबाट मेहन्दी लाउने मेहन्दी लाउन स्टार्ट भयो। आज चाहिँ 2-4 जनाको मेहन्दी उहाँहरूसँग बुक गरेका छौँ। अनि बाँकी चाहिँ अब घरमा भएको अब अरू बच्चा बुच्ची दिजुहरूलाई चाहिँ म आफै लगाइदिने सोचेको छु। हेरौँ के हुन्छ। Nice design, beautiful. कस्तो छ मेरो मेहन्दी नानी? दामी छ दामी। मेरो भिडियो चाहिँ हुनेवाला बेहुलीले खिच्दैछन् है। अब मेरो पनि आउनु पर्यो नि त भिडियोमा हैन। फेरि के रे मेहन्दी लाउन मलाई एकदम मनपर्छ भनेको के फेभरेट पार्ट हो नि यो। दामी छ ल दामी। एकदम राम्रो डिटेलिङ कस्तो राम्रो छ हेर्नु त मेहन्दीको। म यहाँ हाम्रो मेहन्दी लाउने दिदीको कन्ट्याक्ट नम्बर राखिदिन्छु। कसैलाई मेहन्दी लाउनु पर्छ भने एकदम फाइन राम्रो लाउनुहुन्छ है। राख्नु पर्ने क्लिक हाल्छ। मेरो चाहिँ मेहन्दी कम्प्लिट भयो बोथ ह्यान्ड। कस्तो भयो थाहा छैन बट आई लभ इट। अब यहाँ चाहिँ मम्मीको हुँदैछ अहिले। मम्मीलाई चाहिँ हल्का सिम्पल गर्न लागेछु। अहिले कम्प्लिट भएपछि देखाउने ल। मम्मीको एउटा हात कम्प्लिट भयो, अर्को हात हुँदैछ। मम्मी पनि नातिनीको बिहेमा राम्री हुनुभएको। नाइ भन्दा भन्दै लगाइदिउँ। मम्मीको दुईटै हात रेडी भयो। कस्तो राम्रो डिजाइन। मम्मी मन पर्यो? मम्मी मन पर्यो? मेहन्दी मन पर्यो? मन पर्यो ल। गुड छ त गुड। ल अब त्यो सुकाउनु पर्छ ल। अब चाहिँ बेहुलीको मम्मीको मेहन्दी हुँदैछ। स्टार्ट भयो। अब फिनिस गरेपछि देखाउँछु है। ल दिदीको मेहन्दी चाहिँ राम्रो भयो। राम्रो डिजाइन चाहिँ साह्रै मन पर्यो मलाई सबै डिजाइनहरू। अब चाहिँ बेहुलीको फ्रान्सी आन्टीको मेहन्दी बन्दैछ। यहाँ चाहिँ ब्युटिफुल आन्टी मक्ख परेर मेहन्दी लाउँदैछन्। पिकक बन्दैछ पिकक। तिम्रो नि बनाइदिन्छु कि डोन्ट वरी। मेहन्दी लगाऊ मलाई श्रृङ्गारले सजाउन। गीत आउँदैन। मेहन्दी लगा के रखना, डोली सजा के रखना। डोली उसको आजभन्दा कति वर्ष 15-16 वर्ष अगाडि नै सजेको हो। सो इट्स अलराइट। सो आज चाहिँ हाम्रो प्याकेजमा भएको जस्ट अब 3-4 जनाको मेहन्दी मात्रै हामीले आज भोलिको काम सजिलो गर्नको लागि आज लगाएको हौँ हैन। मलाई चाहिँ उहाँको डिजाइनहरू एकदमै मन पर्यो। सो मैले उहाँको कन्ट्याक्ट राखिदिएको छु हैन मेरो यो भिडियोमा। उहाँको नाम कोमल शर्मा अनि काठमाडौँमा बस्नुहुन्छ। होम सर्भिस गर्नुहुन्छ। यदि हजुरहरूलाई चाहिएमा उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।